हेलो साथीहरू वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सबैजना सन्चै आराम हुनुहुन्छ। हामीले एकदम सन्चै आराम छु। अहिले चाहिँ म चाहिँ अहिले आफ्नो निवास घरमा छु है। यस्तो छ अहिले यता देखिन्छ मेरो छोरी अनि नानीको आमा हामी चाहिँ एकदम अब हामी चाहिँ जानु लागेको। हामी चाहिँ कहाँ जाने भने चाहिँ हामी चाहिँ उपारतिर परालहरू छ यहाँ उठाउनु जान आँटेको। अनि मेरो छोरीको नाकमा सिगान भयो त नाकमा सिगान चाहिँ लास्टै छोडेको है नानु। अनि अब हामी चाहिँ जानुपर्ने हुन्छ। हाम्रो कहाँ जाने भने हामी चाहिँ परालहरू उठाउनु जाने भनेको चाहिँ तिहार पनि सकिसक्यो, फुलहरू पनि सब सिद्ध्याएर है यस्तो बनाएर छोडे। यिनीहरूले यस्तो बिगारेर आपातीहरू गोदला त होइन यिनीहरू, तर हामी चाहिँ अब एकदम रूपमा जानुपर्ने हुन्छ साथीहरू। अब यो चाहिँ मेरो छोरीको फुल। ओए तिमीले भेटाएको फाइनली साथीहरू। हामी चाहिँ यहाँ चाहिँ चट्ट लाएर यहाँ चाहिँ जाडो चाहिँ लास्टै छ। हामी चाहिँ निस्किसक्यौँ। मेरो भुली उता पाइ रोटीहरू बोकेको छन् यी देख्न सक्नुहुन्छ यता। अनि मेरो छोरी अगाडि तल्लो चाहिँ है हामी चाहिँ यहाँ चाहिँ घर चाहिँ निस्किसक्यौँ। अनि यहाँ चाहिँ डुलीहरू चाहिँ टक्क लगाइदिउँ। अनि लगाइसकेपछि हामी चाहिँ यहाँ निस्किसक्यौँ है साथीहरू। अब हामी चाहिँ पातिर हाम्रो गोरुहरू पुगेछौँ। अनि पातिरको चाहिँ एकदम राम्रो दामी देखिरहेको छ है। यहाँ चाहिँ तिहार पनि झलमल जिल्दी छ है। त्यही हो लिस्नीको डाँडा पनि राम्रो देखिरहेको छ देखिन सक्नुहुन्छ यता मेरोतिर। अब हामी चाहिँ यहाँ घरमा टक्क निस्किसकेपछि अब हामी चाहिँ पारितिर गएर हाम्रो गोरु छ। अनि त्यो गोरु चाहिँ हामी फुगाउँछौँ। अनि फुगाएर चाहिँ हामीले पारितिर लगेर चाहिँ हामीले घाँस पनि काट्छौँ। अनि परालहरू पनि बोतल लिएर ल्याउनु पर्ने हुन्छ। साथीहरू देख्न सक्नुहुन्छ यता मेरो छोरी अनि यसरी यता मेरो छोरी चाहिँ यसरी हिँड्दैछौँ। तर गाईहरू पनि एकदम कराइरहेको छ है। यो चाहिँ हामीले लिएको परालो, यो चाहिँ हामीले परबाट लिएको चाहिँ मेरो बुढीले बोक्यो चाहिँ मैले बोक्यो चाहिँ उता तल छोडेँ। अनि म चाहिँ माथि गएर चाहिँ म चाहिँ गोरु फुगाउँछु। अनि गोरु फुगाएर चाहिँ अब हामीले चाहिँ ल्याउनु पर्ने हुन्छ। हाम्रो चाहिँ देख्न सक्नुहुन्छ दुईवटा गोरु चाहिँ यता चाहिँ एउटा यता यो चाहिँ हाम्रो चाहिँ जोत्ने गोरुहरू हो। यो चाहिँ मैले चाहिँ अब फुगाइदिनु पर्ने हुन्छ साथीहरू। चाहिँ मैले फुगाइदिनु सकेँ। तिनवटा हो सरी चाहिँ हाम्रो यतिवटा गाईहरू पनि लगभग हाम्रो गाई गोरुलाई हाम्रो 6वटा छ हाम्रो। त्यो यति धेरै छ जान्छ साथीहरू। हामी चाहिँ अब यहाँ त अर्ली कडेलले चस्सै हामी चाहिँ एकदम गइसक्यो। हामी चाहिँ यस्तो अवस्थामा होइन छोरू। अब हामी चाहिँ कहाँ जाने अरे छोरू? उता पारिया त दुईवटा केटाइ पनि आइसकेको छ होइन देख्न सक्नुहुन्छ। घाँस हालिदिन आएको। अनि त्यो सानो केटाहरू त आएको छ। अनि तिनीहरू चाहिँ पुरा चाहिँ आफ्नो महिला मुझे चाहिँ घाँस हाल्थेर राखिदिन आएको र साथीहरू त्यही हो। अब हामी चाहिँ छोरू हामी कहाँ जाने हो र छोरू? गुवाला होइन यो हाम्रो छोरी छ होइन। अनि छोरीले चाहिँ मले मात्र हो क्या खोज्ने, आमाले त्यति साह्रो हिँड्नु गयो नि। त्यही अब यसरी हामी चाहिँ टक्कलाई जान्छ होइन छोरू? यसरी हामी जाँदैछौँ बाटो। हामी चाहिँ यस्तो बाटोबाट देख्न सक्छ साथीहरू। जस मैले चाहिँ उठेँ है। अनि उठेर मैले आज फेरि काम गरेर मुख पनि धोइनँ यार। आज मुखै मलाई खाना बजाइदिएको है। त्यस्तो छ पऱ्यो आज अनुहार कस्तो फुर्सद देखिरहेको छ। कपाल पनि एकदम बढिया छ है। अनि त्यही हो त्यसको कुरो। अब जस भोलि खतरा आउँदैछ नि त खतरा आउँछ म टक्क लगाएर खतरा यतातिर टक्क हान्छु होला। त्यही हो हामी चाहिँ यतातिरको भ्यू पनि एकदम राम्रो छ है। त्यस मस्त घाम लागिरहेको छ। जाडो पनि ऊ पारितिर देखिरहेको छ नि। ऊ पारितिर त्यो चाहिँ उता पारितिर देखिन्छ त्यो चाहिँ तेवाङको डाँडा है। तेवाङको डाँडा चाहिँ एकदम घाम लागिरहेको छ पुरा। मौसम पनि राम्रै छ। अनि यहाँ चाहिँ सबैजनाको है यता धानहरू झाँटेर पुरै परालहरू चाहिँ एकदम सुकाएको अवस्था हो। अन्त छोरीले फेरि यस्तो बकेको है। किन हामी चाहिँ उपारि छ नि पारितिर हो त्यो चाहिँ हाम्रो परालो। त्यहाँको चाहिँ हामीले चाहिँ परालहरू उठाउँछौँ। अनि परालहरू फेरि लिएर आउनु पर्ने हुन्छ साथीहरू। त्यही हो अब उपारितिर सबैजनाले गहुँहरू छरेर है। कसैको हरियो भएको छ। हाम्रो त त्यति साह्रो उम्रेको छैन। हामी केही समय चाहिँ उम्रिन्छ होला साथीहरू। जस तिहार पनि अब सिद्धिन आँट्दै। तिहार स्पेसल तपाईँहरूको कस्तो भयो? हाम्रो एकदम राम्रो भयो है। जस्तो रमाइलो भयो। जस खायो पियो बस्यो है। माटियो पनि त्यही हो। जस्तो हाम्रो चाहिँ गाईहरू पनि एकदम चरिरहेछ सरी। पारितिर हाम्रो त्यो परालहरूदेखि चाहिँ हाम्रो हो। त्यहाँनिर चाहिँ गएर हामीले त्यो परालहरू उठाउनु पर्ने हुन्छ। अझ धानहरू काट्न बाँकी छ किनभने कुनै पाकेको छैन हाम्रो।
त्यही भएर साथीहरू गोरु गाईहरू चराउँदै यस्तो अवस्थामा छौँ हामी। साथीहरू हामी चाहिँ यहाँ चाहिँ गाईले चाहिँ पानी खाइरहेछ, यति बेला चाहिँ पानी खाइरहेछ हाम्रो गाईले। अनि यस्तो छ हाम्रो पोखरी, पानी खाने पोखरी है, झलमल्ला झिल्लो छ हो। अनि यता मेरो छोरो यस्तो अवस्थामा। अनि त्यसमा चाहिँ यो चाहिँ हिजो चाहिँ हाम्रो भैलीहरूले चाहिँ आज खाना बनाएर खाएको रहेछ। अनि यस्तो अवस्थामा छ है यस। अनि यहाँ चाहिँ अब खाना खाएर अनि यहाँ चाहिँ हिल्टाहरू यसरी चाहिँ अघि नै बनाएको रहेछ। अनि यता चाहिँ किराँतहरूबाट डक्कलाएर पानीमा ती भन्दै भ्याएको त हजुर भ्याएको त चलाइरहेछन्। अब चाहिँ हामी चाहिँ परे अब गाईहरू चाहिँ लगेर जान आँटेको। यहाँ चाहिँ गाईहरूलाई चाहिँ दुईवटा चाहिँ तलतिरबाट गयो। अनि चाहिँ चारवटा गाई चाहिँ यहाँ आयो। भ्यू चाहिँ एकदम है सानो घाम चाहिँ मस्त लागिरहेछ, तर जाडो पनि उत्तिकै छ, उत्तिकै बढिया छ है। तर आकाशतिरको भ्यू पनि एकदम राम्रो छ। यो गोरुहरू चाहिँ कस्तो पारतिर चढ्छ, किनकि हिजो हामीले चाहिँ माथितिर लगेको हो। म चाहिँ हिजो माथि पौडी पनि गएको थिएँ। अनि चाहिँ मेरो बुढीले चाहिँ माथि लग्यो। अनि गाईहरू पनि उतैतिर चढाएँ। अनि चाहिँ मैले चाहिँ कौडा एकदम धोएको हो है। अनि त्यही हो। अनि अब चाहिँ हामी तिम्रो मम्मी तलबाट गएको, मम्मी तल गएको। अनि त्यही हो। अब चाहिँ दुईवटा गोरुहरू सायद तलतिर पानी खाएको होला, साथीहरू देख्न सक्नुहुन्छ होला। तल मन्त्री मजाले उता अनि यसो गाईहरू चाहिँ लगेर टक्क चाहिँ जाने। हामीहरू चाहिँ यसो जग्गै गाईको पछि जानुपर्ने छ। हामी चाहिँ अब पाहाडतिर गएर परालहरू उठाउने। पाहाडतिरको भ्यू हेर्ने चाहिँ एकदम हरियो छ है। त्यही हो। अब हेर्ने जिन्दगीमा चाहिँ कामै नगरेर खानै नपुग्ने है साथीहरू। त्यो चाहिँ हामीले भने। अनि म चाहिँ अलिकति स्वास्थ्यमा पनि अलिकति समस्या छ नि त, मेरो चाहिँ अलिकति बिरामी छु। अनि त्यही भएर म चाहिँ अहिले बिस्तारै बिस्तारै काम गर्ने है। खासै त्यति साह्रो जाँगर पनि लाग्दैन साथीहरू। त्यही हो। अब गाईले नलखेर जानु। हाम्रो चाहिँ गाईहरू चाहिँ एकदम अगाडि हिँडिरहेको छ। अनि तल हाम्रो एउटा गुराहरू छ, मन्टु मन्टु उपरतिर छन्, लिएर आएर छन्। अब हामीले चाहिँ जस्ट टक्क लगाएर हामीले पराल उठाउने ठाउँमा आइपुग्न आँटिसकेका छौँ है साथीहरू। यस्तो चाहिँ यो चाहिँ मोटर बाटो है। यो चाहिँ हाम्रो मोटर बाटो टक्क लगाएर यहाँदेखि गयो भने उपार त्यो भवन छ, त्यहाँ भवनसम्म मात्रको छ यो मोटर बाटो। चाहिँ धेरै सस्ता छ है। त्यही हो। अब चाहिँ हामी चाहिँ अहिले चाहिँ यस्तो अवस्था, गाईहरू यस्तो अवस्थामा छ। टक्क हेर्न चाहिँ हाम्रो घर चाहिँ माथितिरको। अनि यहाँ चाहिँ अलिकतिर साम्बाहरूको। अनि यहाँ चाहिँ गाउँहरू पनि एकदम उम्रेछ है। अब हामी चाहिँ यहाँ चाहिँ परालहरू छ, यहाँ चाहिँ हाम्रो पराल, यहाँदेखि उतासम्म चाहिँ पराल चाहिँ परालहरू चाहिँ हामीले चाहिँ ठेगान लाउनु पर्ने हुन्छ। सो त्यही हो। अब म चाहिँ अब यो चाहिँ परालपट्टिहरू उठाउँछौँ अनि त्यही अनुसार हामी चाहिँ भेट्छौँ साथीहरू। त्यही हो। मन्टु मन्डल पनि आइसक्यो, घाम चाहिँ एकदम लागिरहेछ अवस्थामा छन्। अब हामी चाहिँ ढिलै नगरी सुरु गर्छौँ पराल टिप्न साथीहरू। है उडेको क्या त्यो बच्चाहरू। सानो सानो बच्चाहरू के उडेको के त्यो। बारतिरको भ्यू नै एकदम दामी छ है। जस राम्रो छ, राम्रो छ। हामी चाहिँ अब पराल उठाउन सुरु गर्नुपर्ने हुन्छ साथीहरू। सो त्यही अब के कस्तो हुन्छ, हामी चाहिँ यो पराल उठाइसकेपछि हामी चाहिँ अब म फेरि भेट्छु साथीहरू है त। भिडियो साथीहरू हामीले चाहिँ धेरै समयपछि हामी चाहिँ त्यो पराल पनि उठाइसक्यौँ। हाम्रो पराल उठाउने मान्छे यता है, पहिला त उता मने तिर्बे अनि बिन्ता उता पाएर भिडियोमा तल्ला परिरहेको छ। हामी चाहिँ यति धेरै उठाइसकेका छौँ। अझ हाम्रो यति थुप्रै बुब्रेन छ है, अझ तल उठाउन बाँकी छ। त मैले चाहिँ अब यो बोकेर लग्नु पर्ने साथीहरू। त्यही हो। अब म चाहिँ यहाँ चाहिँ म चाहिँ अब यो चाहिँ पराल बोकेर जान्छु। देख्न सकिन्छ मेरो बुढी पुरा मक्ख परिरहेको है मेरो बुढी। यता हेर न, यिनले चाहिँ सबभन्दा विशेष के अरे काममा सक्ने भनेको यिनै हो क्या। जस म चाहिँ यति धेरै हो पराल चाहिँ यति धेरै सकिहाल्नु है। त्यही हो। अझै तल बाँकी छ, अझै त्यहाँ छ, तलतिर पनि छ, देख्न सक्नुहुन्छ। अब यो चाहिँ हामीले चाहिँ अब म चाहिँ यो बोकेर जान्छु, फेरि म फर्केर आउँछु होला। सो त्यही हो साथी। म अब यो चाहिँ बोकेर जान्छु। तपाईँहरू अब चिसोको लगाएर बस्नु होला भनेर म त्यसरी जानकारी गरेको छु। यहाँबाट मैले यो भारी बोकेर चाहिँ म जानुपर्ने चाहिँ पारिको त्यो घर छ नि, त्यो घरदेखि माथि हो जानुपर्ने। म चाहिँ यस्तो बाटोबाट चट्टा लगाएर यता हुँदै टक्कलाई सरर जानुपर्ने हुन्छ। यता मेरो बुढीले मक्ख पर बसिरहेको छन्।
त्यही हो मैले चाहिँ यो चाहिँ बोकेर जान्छु गए साथीहरू है त ल गइगयो म त्यसैको